ह्याप्पी होली सबैलाई हैन। अनि आज चाहिँ म यहाँ के गर्दैछु भनेदेखि होलीको माहौल कस्तो रहेछ भनेर म यहाँ हेर्दैछु। यो चाहिँ अहिले वान वे बना छ। यहाँ पहिला हाम्रो आफ्नै एरिया ठाउँमा हेर्नु पर्यो हाडी गाउँमा कस्तो चलिरहेको रहेछ त होली। धेरै दिनपछि भयो, धेरै दिन भएको थियो होली ब्लग नबनाएको। आज अब यस्तो चलपल हेर्नु पर्यो नि त, सुनसान छ बाटोहरू। अब होली कहाँ चल्न सक्छ भनेदेखि होइन, होली चल्न सक्छ त गणपोखरीमा, गानापोखरी जानु पर्यो। गणपोखरी अब आज काठमाडौँ सहरको होली कस्तो हुँदैछ भनेर म साइको रहेछ क्या मान्छे यहाँ हात दिइरहेको छु। 2:40 भएछ। गणपोखरीमा चल्छ के होली यहाँ। बच्चामा त यहीँ पौडी खेल्न आइन्थ्यो। के रहेछ त यहाँको स्थिति बुझ्नु पर्यो। स्थिति क्राउन हान्नु पर्यो यहाँबाट। अब यहाँबाट हामी चाहिँ यता नक्सल निस्किनु पर्ला। यहाँ चलिरहेको रहेछ होली। ल यता पनि चल्न सक्छ होली। Do me a flavor, let's play होली। यतातिर कन्सर्टहरू प्रोग्रामहरू के भइरह होला है गाइज। यता हुन्छ नि त। कता हिँडेको हट भएर हामी हेरेको हेरै दुश्मन हेरेको हेरै। यहाँ हुन्छ नि त प्रोग्राम त। के हो दूरबिन लिएर हिँड्ने त साथी त। चेकिङ पनि डेन्जर होला आज। जिम्बु थकाली बन्द। जय गणेश साई नमो नमो। अब हामी कहाँ लाग्छौँ भनेदेखि होइन, अब हामी यतातिर जान्छौँ। रेकर्ड पो भएको छ कि भएको छैन, रेकर्ड भइरहेको रहेछ।
अब हामी यतातिर लाग्छौँ। यता कस्तो होली लागिरहेको त, यता त चिट काट्दिएर रहेछ। टिपाल गाडी नारायण होइन, यो चौरको नाम के पो हो? चौरको नामै बिर्सिहाल्नु भन्थ्यो। नारायण चौर, नारायण चौर। नारायण चौरमा के भइरहेको त? नारायण चौरमा नि बवालै भइरहेको जस्तो छ। ट्राफिक लाइट राखेको रहेछ यहाँ पनि। अहिले हामी नागपोखरीमा आइपुग्यौँ। नागपोखरीको के छ त हाल खबर? नागपोखरीमा छैन कोही पनि। दरबारमा आएको मलाई फेरि होइन, चेकिङ चाहिँ दह्रो छ, दह्रो। म त मलाई बोलाएर होला भन्ने नै त। होइन, यता के को जाम हो यो होलीको दिन पनि? अब चाहिँ हामी दरबारमार्ग आइपुग्न लाग्यौँ। अब दरबारमार्गमा के छ त स्थिति हेरौँ है। घाम चाहिँ बबाल लागिरहेछ, टिनिक्क परेको। दरबारमार्गमा त पञ्चड होला नि त, यहाँ त दरबारमार्गमा त जान दिँदैन होला। यता के हो? थाहा थियो मलाई यस्तै हुन्छ भनेर। यहाँ ए बवाल भइरहेको थियो यहाँ त। अरू बेला त यस्तरी हिँडेकै थिएन, आम्मा यहाँ पो बवाल हुँदो रहेछ त्यार। अरू बेला त पिकनिक जाने के गर्ने बस्ने गर्ने गरेको थियो। कहाँ जाने त अब हामी?
हामी यता जान्छौँ ठमेल एरिया पनि बन्द हो क्या हो ठमेलमा पनि पुरा बवाल हुँदो रहेछ त्यहाँ यहाँ त यहाँ चाहिँ हिँडेर आउनु पर्ने रहेछ है रमाइलो गर्नलाई अब मेरो प्लान भनेको चाहिँ होइन टुडी खेल चक्कर लाउने हो त्यताबाट जान पाइएन बवाल छ त स्कुटर त यस्तै किन्नुपर्छ क्या हो कता हिँडेको हट भएर पट भएर हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै मेरो दुश्मन छ धेरै मेरो दुश्मन छ धेरै कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी हेरेको हेरै हामी हेरेको हेरै अब हामी राइट लिनेवाला छौँ यता त अब जान पाइन्न होइन कन्सर्ट भइरहेको रहेछ बवाल त्यही भएर हामी यता जानुपर्ने हुन्छ Happy Holi, KP Holi. टुडी खेल्न पनि होला नि बवाल रमाइलो छ जे होस् यतातिर धेरै चलपल रहेछ टुडी खेलमा रहेछ नि त फेरि आमामा जामै रहेछ यार यता त जामै गनसन लिएर बोकेको त अरे 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 ल तल यहाँ आइपुग्यो आधी घन्टा पछि कराइएछ यार यतातिर त हैट कस्तो जाम टुडी खेलमा हेर्नु त मान्छेहरू ल होली खेल्न आएको यहाँ मान्छे
मान्छेहरू कति रे। अब चाहिँ हामी हैन यतापट्टि बसन्तपुरतिर छिर्नुपर्ने हुन्छ। त्यहाँ पनि बबालै हुन्छ हैन, त्यहाँ पनि छिर्न दिँदैन होला। आया थुप्रो रहेछ मान्छे त्यहाँ। मान्छेहरू पुलबाट बाटो नकाटेर यार। Oh my god, what is this? यहाँ लागेछ होली त बढिया बढ़िया से होली इधर लगी छी। हैप्पी होली। वाओ वाओ थाहा थियो यता जान दिँदैन जस्तो लागिरहेको थियो मलाई यता जान मन लागिरहेको थियो हैन भित्र। ए पाउँदो रहेछ क्या हो। अरू छिर्दिन यार यता त यस्तो जाम छ कहाँ छिर्छ यस्तोमा। मलाई चाहिँ मेरो विचार चाहिँ खास यहाँ भित्र छिर्ने विचार हो तर एकदम धेरै प्याक रहेछ। थाहा थियो मलाई यो बुलेटलाई समात्छ भनेर अघि आवाजै कत्रो आइरह अनि त्यो बुलेटलाई समात्यो। अघि मनमा नै त लागिरहेको थियो मलाई आवाजै पाटा टाटा 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 पड्कायो अनि Oh my god, what is this? हो आर्मी के एरियामा पनि होली खेलिरहेको क्या हो। कति धेरै मनुष्यहरू हो यहाँ।
क्लच खेलाउँदा खेलाउँदा हातै दुखिसक्यो यार के बिधि छ अब टुडिखेलको पनि एक राउन्ड हानियो है यस्तै छ स्थिति तपाईहरुले देख्न सक्नुहुन्छ आज होलीको दिन अहिले रानी पोखरीमा आइपुगेका छौं अब हामी यहाँबाट फेरि सिधा लाग्नु पर्ने हुन्छ त दरबारमाको कन्सर्टले गर्दा फेरि त्यहाँबाट जाने दिएको छैन ओइ 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 कस्तो आएको यो लो उडाइदिन्छ क्या लाजिनपाट एरियामा कस्तो छ त ल हेरौँ है गाइस यता त्रिसरातिर चाहिँ हुन्छ हैन त्रिसरामा चाहिँ प्रोग्राम भइरा होला माइक त्रिसरा कता हो त्रिसरा यहाँ हुन्छ के प्रोग्राम चाहिँ फेरि पुरा ढुकचुक 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 चलिरहेको